अब अन्त्यमा यसको रेजिस्टेन्स कति छ त्यो हेरौँ। यो भयो स्टार्टिङ ब्ल्याकवाला, यसको छ 163 रेजिस्टेन्स। त्यसै गरी अब रनिङको हेरौँ। रनिङ छ रातोवाला, रातोको रेजिस्टेन्स कति छ त 199। अब यसमा रनिङमा रेजिस्टेन्स बढी छ किनभने यसमा कोइल बढी बेरिएको हुन्छ। अब रनिङ टु स्टार्टिङमा रेजिस्टेन्स छ कि छैन त्यो पनि हेरिहाल्नु एकपल्ट। छैन यसको मतलब के छ त वाइन्डिङ एकदमै ठिक छ। अब रनिङ टु स्टेटरमा रेजिस्टेन्स छ कि छैन, छैन, कुनै पनि सेटिङ छैन। त्यसै गरी स्टार्टिङ टु स्टेटर, यसमा पनि कुनै किसिमको कनेक्सन छैन, अर्थात् यो कोइल एकदमै राम्रो तरिकाले वाइन्डिङ गरिएको छ। अब यसमा अलिकति वार्निस हालिदिन्छु, त्यसपछि यो पर्फेक्ट भएर पछाडिको सिलाइ हेर्नुहोस् कस्तो छ, कस्तो राम्रो तरिकाले सिएको छु। यसमा जति स्पिड भए पनि यो कोइल बाहिर जाने चान्सेसमा एकदमै कम हुन्छ। त्यसकारण यसरी वाइन्डिङ गर्नुभयो भने तपाईको पंखाको लाइफ एकदमै धेरै हुन्छ। थ्याङ्क यू।